मैले चाहिँ अफलाइन इन्भाइट गरेको थिएँ लेक साइडबाट नदीपुरको न्यु इयर 2025 को लास्ट डे हामी चाहिँ लेक साइड जाँदैछु म चाहिँ भिडियो हेरेर साथ दिनु होला है त यस्तै हो यहाँको उडाको बाटो चाहिँ हाइवे हो यो चाहिँ अफरोड बवाल मचाउँछ त केटाले त त्यो चिसोले हान्ने रहेछ क्या यार धेरै मचायो भन्छ 5 मिनटमा आइपुग्छु म तपाईँको ठाउँमा भनेको गफ हानेको अब 5 मिनटमा पुग्नु परेन फेरि कहाँ हुनुहुन्छ तपाईँ के हो यस्तो आउने नआउने भन्यो भने त सक्यो त के आउने हुनुहुन्छ अरे कतातिर हो हुनुहुन्छ धेरै कुर्नु भयो है धेरै कुर्नु भयो है हामी ल कहाँ हो जाने हजुर कहाँ जाने हो खाजा खान ए यता फेरि फोन पनि लाग्दैन क्या यो चाहिँ यसलाई कुन ठाउँ भन्छ अरे के भन्छ अरे चरेवन ओ कस्तो कपडा लगाउनु भएको अरे कलर यो देख्न सक्नुहुन्छ म चाहिँ ड्राइभ गरेर यो पामेको यो धराने सेकुवा भन्ने ठाउँमा छु भर्खर एकजना सिस्टरलाई छोडेर र म एकछिन वेटिङ गर्छु यहाँ कति आउँछ यदि यो आएन भने म फेरि लेक साइड जान्छु 10 मिनट भइसक्यो जम्मा परेको यतादेखि जान्छ नि त भामे टाउन भयो हाम्रो मित्र यहाँदेखि चाहिँ जान नदिने रहेछ कुर्ने हो र
टिटिट यति बस्नुहुने हो अच्छा ए यो देख्न सक्नुहुन्छ म चाहिँ ड्राइभ गरेर यो पामेको यो धराने सेकुवा भन्ने ठाउँमा छु भर्खर एकजना सिस्टरलाई छोडेर र म एकछिन वेटिङ गर्छु यहाँ कति आउँछ यदि यो आएन भने म फेरि लेक साइड जान्छु न्यु इयर ओके सामदे ओके चिनेको मान्छे भेटिनु हुन्थ्यो नि यो माहौलमा यो घुलमिलमा मेरो केटाहरूलाई एकदम सम्झेको धेरै सम्झेको अवस्था तर म अहिले चाहिँ एक्लै छु के यस्तै रहेछ जिन्दगी कहिले साथीहरूसँग रमाइलो कहिले एक्लै रमाइलो जाउन यो चाहिँ क्याटवक भिड देख्न सक्नुहुन्छ कि तपाईँहरू माइ गड कसै फ्याट्ट चिनेको मान्छे आएर वा कहाँ हो र कहाँ हिँडेको हो भन्नु हुन्छ नि हो लेक साइड त यस्तै हो यसो कसैले फोन उठाइदिनु हुन्थ्यो भन्ने भयो यार त्यो भन्ने साथीहरू केही छैन नि जाडो मौसममा गर्लफ्रेन्ड छैन केही बुढी छैन केही कुरा गर्नु यहाँदेखि उता चाहिँ जान मिल्दैन होला सायद देख्न सक्नुहुन्छ भिड मान्छेको ओहो पटाका हान्छन् त केटाहरू नि भेडाउनु जान्छ लुगिया हो कन्काएर भर भित्र छिरौँ भने नि एक्लै छु यार कहाँ छिर्ने हो बाहिर डुलाउँ भने बाइक डुलाउने ठाउँै छैन कहाँ डुलाउने हो सिङ्गलै मरिने भइयो हो सिङ्गलै मरिने भइयो कोही छ यो संसारमा कोही छ मेरो लागि कोही छ कोही चिनेको मान्छे भेटाएको भयो भने यसो कुराकानी गर्ने हुन्थ्यो कोही भेटाइदिएन त के हो सिङ्गलै दुलिने भइयो न्यु इयरमा कोही साथीहरू छैन काका पनि भएन सिजन पनि भएन केटाहरूलाई एकदम मिस गरेको अवस्था यो सँग कपाल आउँछ नि मजाले चिकन पकाले भक्का फाले सुरु भएको अवस्था कहाँ पुग्ने अरे हजुर कहाँ पुग्नुहुन्छ अरे ललितपुर के देखे छैन त हो भाइ यतातिर चाहिँ सुनसान छ यतातिर के सुनसान छ है केही छैन वहाँ लेक साइडमा कोचाकोच छ मान्छे नि यो न्यु रोड न्यु रोड एरिया होइन मैले चाहिँ अफलाइन इन्भाइट गरेको थिएँ लेक साइडबाट नदीपुरको उहाँले चाहिँ मलाई 400 दिनुभएको छ पैसा दिएको सक्नुहुन्छ पैसा मैले आज त 3 बजेदेखि गरेको क्या इन्ड्राइभ लगभग 1000 रुपियाँ आएको छ होला 500 को पेट्रोल हाल्यो यो 500 1200 आयो मलाई आज म चाहिँ अघिको सिस्टरलाई लिन जाने भए फोन गरेर आउनु न भन्दै हुनुहुन्थ्यो लेक साइडमा पानी हल्लिन्छ होला भल्डाङ गरे उत्तरबाट एकचोटि यहाँ गरे आइयो अहिले चाहिँ एटाको बाटो सब खाली छ उठाको बाटो भिड आउने छ मान्छेहरू अहिले यहाँ 12 बजेको भिड कस्तो छ म तपाईँहरूलाई देखाउँछु
यो अहिले फेरि भिड भएको अवस्था के परायो लम छिराउने हो कि अन्त यताबाट नि गएछन् यताबाट नि आएछन् म चाहिँ भित्र छिरेन क्या के छिराउने निस्केर छिराउँछ मेदान ठुलो नि कहाँ सक्छु म त छिरो भन्दा छिरो देख्न सक्नुहुन्छ यहाँको भिड हो भाइ ओ भाइ कहाँ हाल्ने हो यो भिडलाई परसम्म यो क्लोज बटन थपाएर यार अरे रिस यार भोलि बिहान पुगिन्छ कि के हो यार कडा हो बाटो हो बाटो हो ला मलाई दादा आइज बाटो साट्नुहोस् है बाटो कहाँ हो एडिट Oh my God! बहुत जाम है क्या? बहुत जाम है। बोल रहा था भाई बहुत जाम है ना? यताबाट चाहिँ खाली रहेछ। Yes. देखो पे धूप yes. ना ओ भाई। क्याटवक जाने भिडियो कि के हो र यस्तो ल ह्याप्पी न्यू बनाइसक्यो यहाँ ब्याग यहाँ छ यहाँ छिर्छ यहाँ राखिदिन्छ ल यो माहौल चाहिँ न्यु इयर पछिको हेलो हेलो यस्तो हुन्छ र म यहाँ छु एक्लो दुनिया देख्न सक्नुहुन्छ लेफ्ट साइडको झिलिमिली लेट्स गो र म यहाँ छु मान्छेहरूको भिड देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ हजारौँको भिडमा एउटा बाँदर
सरकार बना दूं पल को तुम सोते हूँ बादशाह मैं आज रात तुझे स्थान बना दूं सारे भी काम करा दूं एक्सप्लोर तेरे नाम रखे जो तुझको प्राण पोज पे चार लगा दूं के नाच लगा भी शाम प्रेम के शावर में यहाँ तेरा का फैन मुश्किल बैठा है जो पावर में गाइस अबको आजको न्यु इयरको भिडियो सायद यति नै हुन्छ होला चार्ज पनि छैन यो माहौल भन्दैछ अब भने यति पनि सम्म नै हुन्छ होला मान्छे आउट जाउट धेरै छ गोप्रोमा चार्ज नभएको कारणले म यति नै भन्दै म यहाँबाट बिदा हुन्छु भिडियो मन परेछ भने कमेन्ट गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला त्यो शादी करोगी